हाई हेलो नमस्ते। यो हेर्नु, यो सब हेर्दा तपाईँलाई के लाग्छ, यो किन हुँदैछ जस्तो त मनमा पक्कै लागिहाल्छ। र यो प्लेयर हुन् लुका मोड्रिच। यो त तपाईँहरूले चिनिहाल्नुहुन्छ। र यो आज उहाँको यो लास्ट गेम हुँदैछ रियल म्याड्रिडको तर्फबाट। यसपछि पनि फुटबल हिस्ट्रीमा नदेखिने होइन, अझै एउटा फिफा क्लब वर्ल्ड कप रियल म्याड्रिडको तर्फबाट खेल्नै बाँकी छ। र आजबाट चाहिँ रियल म्याड्रिडको अफिसियल रूपमा फिफा क्लब वर्ल्ड कप अगाडिको अन्तिम गेम भनौँ फेयरवेल। यो मान्छे जसलाई चाहिँ सानोमा फुटबल खेल्छु भन्दा कोचले त फुटबल नखेल, फुटबल खेल्नै सक्दैन भनेको प्लेयर आज रियल म्याड्रिड अथवा फुटबल हिस्ट्रीकै सबैभन्दा मोस्ट डेकोरेटेड प्लेयर, 6 चोटि च्याम्पियन्स लिग विनर, बलुन डोर पनि छ। मेसी र रोनाल्डोको युगमा अरू कसैले बलुन डोर जितेको छ भने लुका मोड्रिच। उसले 2018 मा वर्ल्ड कपमा आफ्नो टिमलाई फाइनलसम्म पुर्याउनु पनि उसको एकदम महत्त्वपूर्ण भूमिका, जसलाई आज हामी गुड बाई भन्न गइरहेका छौँ रियल म्याड्रिडको हिस्ट्रीमा। एकदम सबैभन्दा मोस्ट डेकोरेटेड मिडफिल्डर अफ रियल म्याड्रिड हिस्ट्री। So say goodbye to Real Madrid from Real Madrid.